मत्ती 1:17। यसरी अब्राहमदेखि दाउदसम्म 14 पुस्ता भए र दाउदको समयदेखि बेबिलोनमा निष्कासन हुने समयसम्म 14 पुस्ता र बेबिलोनमा निष्कासन भएको समयदेखि ख्रिसको समयसम्म 14 पुस्ता भए। मत्ती 1:21। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। मत्ती 1:23। हेर, एउटा कन्याले गर्भधारण गर्नेछे र त्यसले एउटा पुत्र जन्माउनेछे र उहाँको नाम इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। मत्ती 3:11। म चाहिँ त तिमीहरूलाई पश्चातापको लागि पानीले बप्तिस्मा दिन्छु, तर म पछि आउनु हुने म भन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र पानीले बप्तिस्मा दिनुहुनेछ। मत्ती 4:2। उहाँ 40 दिन 40 रातसम्म उपवास बस्नु भएपछि भोकाउनु भयो। मत्ती 4:4। तर येशूले जवाब दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ। मत्ती 4:17। त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। मत्ती 5:17 र 18। व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पुरा गर्न आए। किनभने साँच्चै म तिमीलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन, तबसम्म एउटै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्ने छैन। मत्ती 5:20। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। मत्ती 5:23 र 24। यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा के छ भन्ने तिमीलाई याद भयो भने तिम्रो भेटी त्यही वेदीको सामु छोड र जाऊ, पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ। मत्ती 5:45 र 46। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? मत्ती 6:8। यसकारण तिनीहरू जस्ता नहौ, किनभने तिमीहरूले उहाँसँग माग्न भन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। मत्ती 6:14। किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ, तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। मत्ती 6:27। तिमीहरूमध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? मत्ती 6:33। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति
थपिनेछन्। मत्ती 7:7 माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याऊ त तिमीहरूको निम्ति उघारिनेछ। मत्ती 7:8 किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। मत्ती 10:7 र 8 स्वर्गको राज्य नजिकै आइपुगेको छ भन्दै प्रचार गर, बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठरोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल, तिमीहरूले सित्तैमा पायो सित्तैमा देऊ। मत्ती 10:19 र 20 जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन् तब कसरी र के बोलौला भन्ने फिक्री नगर, किनभने तिमीहरूले के बोल्नु पर्ने हो त्यही घडी तिमीहरूलाई बताइनेछ, किनभने बोल्ने तिमीहरू आफै हुने छैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। मत्ती 10:22 मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। मत्ती 10:28 तिनीहरूसँग नडराऊ, जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराऊ। मत्ती 10:32 यसकारण हरेक जसले मानिसहरूको सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्दछु। मत्ती 10:40 तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ र मलाई ग्रहण गर्नेले मलाई पठाउनु हुनेलाई ग्रहण गर्दछ। मत्ती 11:28 हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मत्ती 11:29 मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। मत्ती 12:31 यसै कारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुने छैन। मत्ती 17:21 तापनि यस किसिमको भूत चाहिँ प्रार्थना र उपवास बिना निक्लदैन। मत्ती 18:20 किनकि जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूका माझमा हुनेछु। मत्ती 19:4 र 5 तर उहाँले भन्नुभयो, कि तिमीहरूले पढेका छैनौ कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनु भयो र भन्नुभयो, यसकारण मानिसले आफ्ना बाबु र आमालाई छोडेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ र ती 2 जना एउटै शरीर हुनेछन्। मत्ती 20:28 जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो। मत्ती 21:22 विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। मत्ती 22:37, 38, 39 उहाँले तिनलाई भन्नुभयो, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु।
मत्ती 24:13 र 14। तर आखिरीसम्म स्थिर रहने चाहिँ बसाइने छ अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूको लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। मत्ती 24:35। स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरा वचन बितेर जाने छैनन्। मत्ती 36:29। तर म तिमीहरूलाई भन्दछु कि दागको यस फलबाट म तबसम्म पिउने छैन जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिन। मत्ती 28:18, 19 र 20। तब येशू तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ। पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिमीलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा हुनेछु।